मैले एकैपटक नमस्कार सम्बोधन नगरिकन एकैपटकमा चाहिँ नि विषयवस्तुतिरै लाग्न चाहन्छु। हाम्रो मैले आज पदम सरलाई चाहिँ एकदमै सरप्राइज मैले चाहिँ नि त्यो अहिले जति बोल्न सक्छु आज म जुनसुकै मासमा पनि जसरी पनि बोल्न सक्ने जुन एउटा हैसियत राखेको छु त्यो हैसियतमा पदम सरले सिकाउनु भएका कतिपय ज्ञान गुणका कुराहरू पनि छन्। म चाहिँ उहाँलाई समर्पित गर्दै मैले चाहिँ आज हुन्छ नि सबभन्दा पहिलो सुरुमा हजुरहरूलाई एउटा प्रश्न सोध्न चाहे। मैले खुसी भनेको के हो? हजुरहरूमध्ये कसैले भन्न सक्नुहुन्छ खुसी भनेको के हो? यही सूत्र चाहिँ नि मलाई चाहिँ पदम सरले त्यति बेला मलाई दिनुभएको थियो जति बेला म स्कुलमा पढ्थेँ र त्यसैले मैले चाहिँ नि घोक्दा आज चाहिँ म यसरी चाहिँ बोल्न सक्ने भएको छु र मसँग भएका जति पनि जुन शाब्दिक एउटा चाहिँ नि भण्डारहरू छ त्यो भण्डारहरू भर्नको लागि चाहिँ पदम सरको योगदान छ, त्यही खुसीभित्रै छ। त्यसैले मैले हजुरहरूलाई प्रश्न सोधिरहेको छु, खुसी भनेको के हो? समृद्धि भनेको के हो? सन्तुष्टि नै हजुर एकदम हजुरले जुन कुरा भन्नुभयो पदम सरले पनि भन्नुभएको कुरा त्यही हो। तर त्यसलाई पदम सरले चाहिँ नि एउटा मातृ पूजकको रूपमा चाहिँ उहाँले चाहिँ गर्नु भएको छ। यत्र पूजन्ते नारी तत्र रमन्ते देवताको जुन सूत्र छ त्यसलाई चाहिँ 3 माहमा चाहिँ विभाजन गर्नुभएको छ। र 3 माह भनेको सबभन्दा पहिलो सुरुमा म खुसी हुनको लागि सबभन्दा पहिलो सुरुमा मेरो मातृभाषालाई मैले सम्मान गर्नुपर्ने हुन्छ। मेरो मातृभाषाको सम्मानबाट पहिलो मेरो खुसी मिल्छ। दोस्रो मेरो मातृभूमिको सम्मानबाट म खुसी हुन्छु र तेस्रो मेरो मातृ संस्कारबाट चाहिँ नि म खुसी हुन्छु। यही सूत्र नै थियो जुन सूत्र चाहिँ मैले स्कुलको जीवनमा प्राप्त गरेँ। त्यो स्कुलको जीवनमा प्राप्त गरेको त्यही सूत्रको कारणले गर्दाखेरि आज म चाहिँ नि जतिसुकै ठुलो क्राउडमा पनि बोल्न सक्ने जुन हैसियत राख्छु। आज मैले चाहिँ त्रिभुवन युनिभर्सिटीको प्रत्येक कार्यक्रमहरूमा चाहिँ सहभागिता जनाउन सक्ने विभिन्न राजनीतिक दलको एउटा स्वतन्त्र हैसियतको एउटा चाहिँ नागरिक भएको कारणले गर्दाखेरि सबै दलहरूले चाहिँ बोलाइदिनुहुन्छ। मञ्चमा चाहिँ बोल्ने क्रममा चाहिँ मैले पदम सरको यही योगदानलाई चाहिँ मैले चाहिँ मेरो बनाएर चाहिँ बोलिरहेको छु। तर यसको पहिलो श्रेय भनेको आदरणीय हाम्रो पदम सर नै हुनुहुन्छ। त्यसैले मैले चाहिँ आज प्रेसियस गिफ्ट भन्नुको कारण पनि यही थियो। पदम सरले दिनुभएको एउटा 3वटा माह पहिलो र दोस्रो भनेको उहाँसँग चाहिँ एउटा प्रत्येक कार्यहरूको चाहिँ टाइम टेबल छ। उहाँले जे जति कार्यहरू गर्नुहुन्छ आज यो गरिएको कार्यहरूमा पनि उहाँले चाहिँ एउटा टिपोट गर्नुहुन्छ। त्यो टिपोटको टेबुलेसनहरू पनि कसरी गर्ने भन्ने कुराहरू मलाई सिकाउनु भयो र त्यही सिकाउनु भएको कार्यहरूलाई नै मैले चाहिँ अब त्यो डेली एउटा चाहिँ लाइफमा युज टु गर्न नसके पनि त्यसलाई चाहिँ कस्तो भने उहाँले दिनुभएको कार्यहरूलाई नै मैले चाहिँ अलिकति टेबुलेसन गर्दै बुझ्दै म यो स्थानसम्म आइपुगेको छु। त्यसैले यसमा पनि त्यो क्रेडिट गोज टु पदम सर। त्यसैले मैले यो पदम सरलाई नै एउटा प्रेसियस गिफ्ट भन्न खोजेको र आज म यो जुन बोल्न सक्ने जुन अवस्थामा पुग्नुको एउटा श्रेय पनि जेबी फाउन्डेसन जस्तो भएको रूपमा जान्छ नै। जेबी फाउन्डेसन पछि यो जुन पदम सरले पनि जाने भएको कारणले गर्दा मैले पदम सरलाई एउटा गिफ्ट यही नै पदम सर लामो समयपछि भेटघाट भएको छ। सामाजिक सञ्जालमा त अब हाम्रो भइ नै रहन्छ। एउटा ओम मात्र लेखिदिनुहुन्छ त्यसपछि हाम्रो कुराकानीहरू हुँदैन। म पनि फर्कन हिँडेको ओम मात्र हो। तर आज प्रत्यक्ष रूपमा भेटेको छु, धेरै खुसी लागेको छ। र अन्तमा जाँदै अब हजुरहरूसँग चाहिँ नि एउटा हाँसो हामीलाई चाहिँ त्यो अलिकति जुन उराट पनि लागिरहेको छ। हामी एकचोटि हाँसौँ एकचोटि आज। सबभन्दा पहिलो सुरुमा स्याल कसरी गराउँछ हजुरहरूलाई थाहा छ? स्याल गराउँदाखेरि चाहिँ अब हामीले एउटा अजुम के गरौँ भने ऊ पछाडि इ थप्दिउँ, उही गरी गराउँछ भनेर सम्झौँ है। हुन्छ एउटा अब हामी म इ सिकाउँछ आज हजुरहरूलाई। म भन्छु हजुरहरू सबैले नै भन्नुहुन्छ है। सबैले एकैचोटि एउटै स्वरमा है। अझ ठुलो स्वरले है। हजुरहरूले पनि यसरी नै है। आवाज आएन, आवाजै पुगेन, सबैको आवाज आएन, सबैको आवाज आइपुगेन।
गर्नु त खै आवाजै पुगेन आवाजै पुगेन आवाजै आइपुगेन मैले त जानै मन लागेन आवाजै भ्याए जस्तो जे फाउन्डेसनको बारेमा त सबै अब भनि नै सक्नु भएको छ त्यसै कारणले त मैले थप बोलिनँ हस् धेरै धेरै धन्यवाद